गाइड सुरु अब तपाईहरु यार मलाई सघाउन आउनु पर्यो गाइड हात चाहिँ यार हल्का त्यो काट्दिएको यार छ गाह्रो छ ओल्यो अम्बो तर तल एउटा कराको सो गाइस मैले 4 वटा पनि खान सकिनँ 3-4 वटा भयो केटा चाहिँ उबर खाएको छ कत्रो खाइदिएको नि ठ्याट दोन तयार छ म चाहिँ 3 दिन बाँच्न सकिनँ म सो गाइस टक्कसँग हामी चाहिँ भल्किन जानु त्यहाँबाट चाहिँ गएको छैन खानुपर्छ आएको छ अरे हग्दाखेरि रगत हेलो सो गाइस हामीले टक्कसँगले भारी भइसक्यो नै देख्नुहुन्छ हैन टक्कसँगले सो यता सरले पनि भारी सो गाइस हामीले ठ्याट त्यो मैले खाँदेको छैन मैले हो हैन खाँदैछ सो गाइस टक्कसँगले हामी चाहिँ अब घर तर्फ लाग्नुहुन्छ गाइस सो म तिनीबाट फेरि हक्नुहुन्छ धाम्रो के चाहिँ हेलो गाइस वेलकम टु ब्याक टु जुनी ब्लगमा फेरि तपाईँलाई स्वागत छ यो जुनी ब्लगले फेरि पनि तबाही मबाही बनाउने ब्लग लिएर आइसकेको छैन तपाईँलाई अन्तिमसम्म साथ दिनुहुन्छ गाइस सो होइन नयाँ सब्सक्राइब होइन र कस्तो लाग्छ कमेन्ट हाल्नुहुन्छ गाइस होइन र मेरो ब्लग चाहिँ तपाईँलाई अन्तिमसम्म साथ दिनुहुन्छ गाइस र टक्कसँगले यहाँ चाहिँ हामी त्यो गेट जान्छ सो गाइस यो होइन यो नानीको हामीले कपडा काटिदिनुहुन्छ त्यसपछि अन्तिममा हेर्नुहोस् न मेरो ब्लग के कस्तो लाग्छ तपाईँले कमेन्ट हाल्नुहोला ल सो गाइस हामी टक्कसँगले पोइन्ट देख्नु भयो यहाँ चाहिँ हामीले यसको कपडा काट्ने भनेको ओइ कपडा काट्ने कस्तो खालको यतिकै कपडा काट्नु हुन्छ कस्तो काट्ने 0 नानी ताङ्न रे लाइज यता बस किन कट्टो चुप हालिदिएको हेलो सो छैन हामी चाहिँ अहिले होइन जानेछौँ डोको देखिसक्यौँ होला अहिले हामी चाहिँ कहाँ जाँदैछौँ भनेको चाहिँ सँगै 4 गएको थिएन अस्ति अब यस्तो मेरो ब्लगमा चाहिँ म 4 जान्दिनँ होइन देखेको छैन भनेर भन्छ त्यही भएर आज चाहिँ यसले टक्कसँगले भर्खर कल गरेर क्या 4 देखिरहेको छ चल्दिउँ भने 4 देखेपछि त जानु परेको होइन यस्तो धौरो हुँदैन टक्कसँग देखेको सिधै लोकेसनमा जाने हो होइन गाइस त्यसपछि टक्क हाल्दिनँ क्या यहाँ त्यो भएन त खोजेको ठ्याट त्यो भएर अहिले चाहिँ हामी त घरदेखि निस्किसकेको छौँ गाइस यता पढाइसकेको छौँ सो हामी चाहिँ यहाँदेखि जानुहुन्छ क्या हेलो सो गाइस हामी चाहिँ टक्कसँगले यता पर 4 लगाइसकेको छौँ होइन यहाँ आउँदैछ अलिक छ भनेर हामी टक्कसँगले जाइसकेको छौँ सो गाइस हामीले मासेर थोरै ल्याएर छौँ सो यो टक्कसँगले फुल्छ नि गाइस म फुल्छ ओइ सो गाइस तपाईँ नयाँ सब्सक्राइब च्यानल गर्नुहुन्छ गाइस हामी चाहिँ यहाँ तल खोलातिर जानुपर्ने हुन्छ त्यहाँ सट्टसँग त देख्नुहुन्छ त्यहाँबाट 1 घन्टाको बाटो आइसक्यो मलाई यस्तो होइन हामी चाहिँ तर्फ लाग्नु छ र सबैलाई अन्तिमसम्म साथ दिनुपर्छ हुन्छ गाइस हेलो सो गाइस आज चाहिँ बर यहाँ चाहिँ 4 भने त्यस्तै छ अघि नै यति भइसक्यो आज चाहिँ अस्ति त यहाँ वाक्का लागिरहेको छ होइन यहाँ 4 यार के गर्नु म यार म यस्तो हो क्या 4 भने यस्तो हो क्या अनि पछि हुन्छ यार गाइड यहाँ चाहिँ फुल जानुहोस् न अस्ति त यार जङ्गलमा घुम्दा भक्काएर त्यो ठाउँमा जाँदा यता 4 आउनुहोस् हो पल्लो खोला माङ्छ के माग्छ के पऱ्यो सो
सो गाइस हैन टक्कसँगले अब यहाँदेखि यहाँ आएको यति भइसक्यो सो अझै बटुल जानुपर्छ हामी चाहिँ गाइस चारो जस्तो सो गाइस टक्कसँग खलपमा पुगिँदासम्म त भारी पनि पुग्छ होला सो गाइस हैन त्यही त चारो रहेछ भन्नु नभए तपाईँदेखि चाहिँ त्यो अस्ति चाहिँ पर थिएन नि त्यो चारो नि मलाई सघाउनु आउनु पर्छ गाइस हात चाहिँ यार हल्का त्यो काटिदिएको यार छ्या गाह्रो छ ओल्यो अम्बो तर तल एउटा कराएको छ त्यो अम्बो ठुलो काट्यो यार गाइस सो गाइस छाड चाहिँ मेरो छिनिसकेको छ कसरी काट्नु यार छट अम्मा गाइस सकायो मेरो हात ओए क्या यता अब यसले हुन्छ रोकिन्छ रगत रोकी त्यही नै अब कहाँ हो माथि चाहिँ किन अनि यतै आइज गाइस दबाई हुन्छ नि हेलो सो हाँ गाइस म चाहिँ टक्क कसैलाई हातमा अब यति गरेपछि के अब काट्नुहुन्छ होला नि त गाइस सो भारी त पुऱ्याउनु पर्ने छ जे गरेर पनि नत्र घरमा हाम्रो बास हुनसक्छ त्यो गाइस मेरो हात चाहिँ यहीँ छैन कस्तो यार मजाले काट्दै थियो हास्याजी हात काट्यो त सो म्यान तपाईँ सब्सक्राइब हान्दिनु होइन म तपाईँ सब्सक्राइब हान्नु हुँदैन तपाईँले यो मेरो भ्लग के कस्तो लाग्छ राम्रो लाग्यो भने चाहिँ सब्सक्राइब हान्नु लाग्ने नराम्रो लागेन भने पनि सब्सक्राइब हान्नु नानी तपाईँको मन हो गाइस छैन म जब लाउँदैन गाइस छैन सो राम्रो लाग्यो भने सब्सक्राइब हान्नु मिलेको छैन र कमेन्ट नाच्नु ढुकढुकी चल्छ त हातमा त यार सो गाइस म चाहिँ अब भारी ल्याएर यता पचाउँदै हेलो सो गाइस हामीले टक्कसँगले भारी भइसक्यो नै देख्नुहुन्छ होइन टक्कसँगले सो यता सरले पनि भारी सो गाइस हामीले छेट त्यो मैले खाँदेको छैन मैले होइन खाँदैछ सो गाइस टक्कसँगले हामी चाहिँ अब घरतर्फ लाग्नुहुन्छ गाइस सो तिनीबाट फेरि हक्नुहुन्छ हाम्रो के त्यो ए 1 2 3 25 1 2 3 25 यो हात एउटा नि नत्र अघि भारी प्रेस पनि म त म भन्दा राम्रो काटिस हजुर ल सो गाइस हामी चाहिँ टक्कसँग घरतर्फ लाग्दैछौँ है भारी पनि पायो होइन उकालोमा
गाइस के गर्नु यस्तो जिन्दगी जहिले त जङ्गलमा यस्तोमा काट्दै बस्छ यही कम्ता लामो लामो त्यस्तो हुन्थ्यो त्यस्तो दामी मैले चारो त दिनै पाएको ठाउँ ठाउँमा नि यति लामो लामो नि गफसप हानिदिनु परेन यसरी होइन कता बाटो यस्तो हुन्छ गाइस लु हल्का सो हामी चाहिँ पानी खाँदैछौँ सरले त कस्तो छ गाइस यता डु खानु पाउँदा कस्तो हुन्छ होइन हामीलाई थाहा छ त्यस्तो पीडा पनि सो गाइस हामीले पानी खानु मन छिटो पानी त खानु यार गाई चाहिँ यति टाढो आउँछौँ कि हामी चार यहाँदेखि पल्लो पारि छ हाम्रो गाउँमा अब 1 घन्टा लाग्छ होला होइन लाग्छ देखिन्छ 1 घन्टा लाग्छ सो होइन गयो हामी चाहिँ बिस्तारै 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 यहाँ तलदेखि पुग्नुहुन्छ यति खुट्टा धुँदैछ अब यहाँ मुझे मान्छे भन्नु आँटेको फुट्यो अब चाहिँ अरे देखा त फुट्यो केमा फुट्छ यो उयोमा लाग्यो जस्तो लाग्यो क्या म चाहिँ अब यो फोन त ब्रान्डेड हो नि अनि यस्तो पान्छ त 12,500 मा किनेको फेरि खानै मन लागेन क्या अब यस्तो फोरी फोर्छहरू लो अनि कहाँको चाहिँ अम्मा छ्याट यस्तो फोर्छ गाइस ला आच्छी सके गाइस चाहिँ चक्को पानी खानेको पीडा आच्छी उनीहरूले फेरि नहेरी खाइदियो मैले खानु गयो पानी कहिले जुठो हुँदैन नि गाइस फेरि ए होस् अब सबै जे खायो पेटभित्र पसेको सो गाइस बिस्तारै बिस्तारै हामी जानुपर्ने चाहिँ गाइस सो गाइस मैले 4 पनि खान सकिनँ 3-4 भयो केटा चाहिँ बर्खाको खाएको छ कत्रो खाइदिएको नि ठ्याट पिरो पनि जस्तै आएको छ म चाहिँ 3 दिन बाँच्न सकिनँ म सो गाइस टक्कसँग हामी चाहिँ भर्खर जानुपर्ने त्यहाँबाट चाहिँ गएको छैन खानुपर्छ आएको छ भरे हक्दाखेरि रगत भरे हक्दाखेरि रगत हेलो सो गाइस हामी चाहिँ टक्कसँग ल्याएर माछा हेर्नु जानुपर्ने भ्याए यति धमिलो छ त नि धमिलो छ नि कुन चारोहरू यो दानाहरू अस्ति चक्को थियो त नि देखिन त हेर त यहाँ त अहिले यत्रो गयो एउटा गयो नि ओहो म यत्रो यत्रो भइसकेको छ देख्दिनु छ क्या त्यहाँनिर देख्नु त ढुङ्गा यस्तो लाग्दो रहेछ चिदेक चिदेक ओहो आम्मा आम्मा यत्रो भइसकेको छ त आम्मा 3-4 वर्षमा तर यतिको मात्रै होइन ठिकै 4 वर्षमा अर्को त अनि 4-5 केजीको हुन्छ यहाँ देख्दैछ हेर्नु सक्नुहुन्छ गाईहरू यहाँनिर कहाँ देख्नुहोस् यता चाहिँ के हो यता अर्को पारा थियो पहिला त्यो 2-3टा थियो क्या यहाँ ऊ माछा के भयो खै के भन्ने सो गाइस माछा चाहिँ हामीले चाहिँ देख्न हतले देख्नु भएन अब सो गाइस जुन फेरि त्यो सुँगुरको मासु त्यो बलियो छैन
मेरो बाबुलाई सबै राम्रो मात्र लगेर हुन्छ नि त हाल्नु न यहाँको चाहिँ हेलो सो गाइज हामी चाहिँ घर पनि आइसकेको छौँ फुटबल खेलेर सो गाइज छैन अब खानासाना खानु पनि हुन्छ र तपाईँहरूले चाहिँ त्यता खानुभयो कि भएन कमेन्ट हालिदिनु र आजको मेरो ब्लग तपाईँले के कस्तो लाग्यो सबैले कमेन्ट हालिदिनु हुनुहुन्छ र नयाँ हुनुहुन्छ सब्सक्राइब गाइज छैन र अझै यस्तै गाइजहरू ब्लग ल्याएर आउनेछु होइन गाइज आजको लागि चाहिँ यति नै गाइज छैन बाई बाई गाइज